हेलो अब हामी यहाँदेखि फेरि जुन चाहिँ यो यसबाट हामी जुन चाहिँ होटलबाट यहाँनिर अब मञ्जुश्री अब चाहिँ यता पर्यो भने यता छाना दोर्जीको यहाँ माथि सिधा यहाँ छाना दोर्जीको फुक पर्छ र आज चाहिँ त्यता छाना दोर्जी र मञ्जुश्रीपट्टि नगएर हलेसीपट्टि लाग्दैछौँ। हलेसीको यता जुन चाहिँ मेन फुकपट्टि जुन चाहिँ माथिबाट अन्त यहाँनिर लामा साहब हुनुहुन्छ, उहाँले अलिकति हामीलाई ब्रिफिङ गरेर बताइदिनु हुन्छ। अलिकति लामालाको नाम बताइदिनुहोस् न ल। मेरो झ्यालचेन लामा। ल हजुर। यहाँनिर बस्नु भएको कति वर्ष भयो होला? त्यही 7-8 वर्ष भयो। हजुर। कस्तो हो गुरुबुच्चे लाई आउनु पाल्नुभन्दा अगाडि चाहिँ लाई 3 जना महाबोधिसत्वहरू आउनु भएको थियो भन्ने कुरा हो। लाई त्यसले अब अहिले हामी कुरा गर्दै गरेको चाहिँ चेरेसीले जिलाप गरेको ठाउँ हो। त्यति बेला चाहिँ अब यो हलेसी मारुतिका भनेको कुरै थिएन। त्यति बेला चाहिँ अब 3 जना महाबोधिसत्व आउनु भएर चाहिँ यो ठाउँलाई चाहिँ शुद्धिकरण गरेर अधिष्ठान गरेको। लस अब यो चेरेसीले अधिष्ठान गरेको पहाड चाहिँ अब हामी जाँदैछौँ कोरा। यो माथि हो है ल। अब यो चाहिँ हामी कहाँ आयौँ त भन्दा यो चाहिँ अब हामी तपाईँको यो चाहिँ अब पश्चिम दिशाको यो चाहिँ पश्चिम दिशाको है। यो अहिले हामी ठिक पश्चिम दिशाको अगाडिपट्टि छौँ। लाई पश्चिम दिशामा चाहिँ के हो भन्दाखेरि चाहिँ तपाईँको अहिले सिक्किममा अहिले तपाईँले देचिन साङपु के खान्डो साङपु त्यो नुप हो नि होइन? पश्चिमै हो नि? पश्चिम होइन ल, त्यो चाहिँ साउथ हो। पश्चिममा के छ त्यहाँ छ नि दिछेनपुक हो। दिछेनपुक भन्ने चाहिँ यहाँ चाहिँ त्यहाँ चाहिँ अब एक दिन जानुपर्छ सिक्किममा चाहिँ। यहाँ चाहिँ हामी कोरामै भेट्छ क्या। यो दिछेनपुक भन्ने चाहिँ यो चाहिँ यो वेस्ट हो। यो यहाँ चाहिँ वज्र योगिनीले ध्यान गर्नुभएको ठाउँ हो भन्छ यहाँ चाहिँ। यो माथि चाहिँ ल। हो अब यो चाहिँ के हो भन्छ देख्दै गरेको वज्र योगिनी ध्यान गरेको ठाउँ। लाई प्रमाण हजुर प्रमाण। ए लस यो चाहिँ हामी अब वेस्टमा पश्चिममा चाहिँ वशीकरण वशीकरण है ल। हो त्यो हो। ए ओ लस 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 यहाँ देखिएदेखि अहिले यहाँनिर देखेको चाहिँ यो चाहिँ हो अहिले जुन चाहिँ लामालाले देखाउनु भएको। यो चाहिँ अहिले झाडे पुरेको रहेछ त्यहाँ वज्र योगिनीको पुरै त्योभित्र यहाँनिर एउटा सानो गुफा पनि छ अरे है। लस ल अब यो हामी तल पश्चिमबाट आयौँ। हजुर लस पश्चिममा वज्र योगिनीले ध्यान गरेर वशीकरण भन्ने बुझियो नि त। हजुरलाई अब यहाँ चाहिँ अहिले 3 जना महाबोधिसत्वहरूले ध्यान गरेको गुफा भन्छ। यो पहाड यो पहाड छ है ल। हो 3 जना महाबोधिसत्वहरूले 3 जना महाबोधिसत्व को हो त भन्दा फापा चेरेसी हजुर छाना दोर्जी जम्बियाङ। यो सेतो कलर चाहिँ फापा चेरेसीको कलर हो। ए लस त्यो पहिरो देखेको चाहिँ जम्बियाङको। ओ यतापट्टि ल। बिचमा त्यो डार्क ब्लू कालो कालो देख्दैछ नि? हजुर त्यो छाना दोर्जीको कलर हो। छाना दोर्जीको है ल। ए 3 जनाको यो चाहिँ आफ्नो यो स्वयं उत्पन्न कलर हो, मान्छेले लगाएको कलर होइन। हजुर यहाँ यो चाहिँ हेर्दाखेरि चुना लगाएको जस्तो देख्छ। होइन यो मान्छे होइन नि यो चाहिँ आफ्नै उत्पत्ति स्वयं उत्पन्न। त्यति बेला गुरुङजी आउनुभन्दा अगाडि। ए गुरुङजी आउनुभन्दा पनि अगाडिको यो कलर हो। ए यो कलरहरू यस्तो कसैले छुँदैन त्यहाँ लाउने ओर्ने होइन त्यो। ए स्वयं उत्पन्न कलर हो। स्वयं उत्पन्न भएको यो चाहिँ अब उत्तरको ढोका भनौँ न। अघि हामी पश्चिममा आयौँ। हजुर अहिले उत्तर हो यो चाहिँ समृद्धि। ओ नुपबाट आएको लाई नुपबाट छ्याङ वेस्टबाट नर्थ आयो। नर्थबाट अहिले इस्टमा हामी स्यारमा आयो हो। लाई स्यार शिवे छोकाङ भन्छ यसलाई चाहिँ। स्यार शिवे छोकाङ है ल। हो शान्ति शान्तिको हो शान्ति। अब क्रोधी वशीकरण समृद्धि। अब यो अब आउँछ क्रोधी बच्चे है। लाई लस यहाँको शान्तिको यो चाहिँ शिवाको रहेछ ल। यसमा चाहिँ के छ होला अलिकति? यो मात्रै हो, सिक्यावाङटा किल्खोर मात्रै हो। हो किल्खोर होला यो डल्लै। यो शिवा गेबा ठाको किल्खोर बाहिर कोरा गर्दै यसो यहाँबाट कोरा गऱ्यो भने चाहिँ गेवाङठाको किल्खोर हुन्छ। हामी त अब उता सिक्किममा 4टा फुक गएको जस्तै हो। चारमा एउटा रुख छ यहाँ लोको लोमै छ, नुपको नुपमै छ, छ्याङमा छ्याङमै छ क्या। लै बिचमा एउटा छ। अब वरिपरि पनि छ, खान्डो मेन्दारामा पनि भेट्छ भोलि। लै यो चाहिँ के हो भन्दा चाहिँ यो चाहिँ
सिमलको रुख होइन सिमलको रुख हो तर फुल चाहिँ हजुर है पेमा घेसर भन्छ यो पद्मा हो नि यो पद्मा हो नि लस लस यसलाई चाहिँ पद्मा भयो राम्रो छ नि ल कमल हो नि है ल घेसर भन्ने यो हो नि ओ लस तामाङले पनि घसर भन्छ ल ल हामी घेसर भन्छ नि लस ल हो पेमा घेसर धम्को पेमा घेसर फुल चाहिँ यो हो ए लस तर अब फेरि लोटस फ्लावर त पानीमा हुन्छ भन्ने पनि हुन्छ नि त मान्छेलाई डाउट हुन्छ ल त्यसलाई चाहिँ अल्टरनेटिभ स्वरूप जस्तै होला जस्तो लाग्छ मलाई चाहिँ ए त्यसको बदलीमा अल्टरनेटिभ हुन्छ नि त हजुर अब जस्तै हैन फुल देखा बङ्गालको महापण्डित अतिशा दिवङ्कर ल टिबेट जानुभयो टिबेट जानु हुँदाखेरि अब यहाँनिर हामीले आगम पादम पुष्प धूप दीप गन्ध निवेद शब्द चढाउँथ्यो भगवान् बुद्धको पालोमा हजुर अब टिबेट जानु हुँदाखेरि त अब पुष्प पनि पाएन धूप पनि पाएन ल हो कि हजुर निवेद्य पनि पाएन शब्द पनि पाएन हजुर त्यो नपाउँदाखेरि अब के चढाउने त अब टिबेटमा अनि के छ त भन्नु शुद्ध जल के अरे हिमालको जल छ त्यहाँबाट चाहिँ त्यसरी चढाउने एउटा विधि पनि आयो नि त हजुर अहिले हामीले बटुकामा खालि पानी मात्रै चढाउँछ त्यो खासमा नपाएर हो ए भगवान् बुद्धका पालामा इन्डियामा चाहिँ आगम पादम पुष्प धूप दीप हजुर गन्ध निवेद शब्द भनेर चढाउँथ्यो त्यो नपाउँछ अब अल्टरनेटिभ अब यहाँनिर यहाँ त सुखौरो जग्गा हो त्यति बेला यहाँनिर अगाडि लेक थियो भन्थ्यो तर अहिले लेक हरायो ए अगाडि लेक पनि थियो भने भन्नु है अहिले चाहिँ हरायो हरायो यहाँनिर हरायो भन्छ हामी यो चाहिँ पेमा गेसर बङपोला यो पद्मा यो पद्मा भइहाल्यो घेसर यो भयो धोङ्बो त यो बङपो भयो नि त यहाँनिर भयो हो यो चाहिँ अब चारौँ दिशामा चारैवटा छ क्या चारवटा दिशामा चारैवटा अनि माथि मूलमा एउटा छ मूलमा एउटा छ है ल लस अब यहाँदेखि तल चाहिँ हलेसीको अब तपाईँको दृश्य उहाँले देखाइदिनु हुनेछ बुझाइदिनु हुनेछ लामा अगाडि लाग्नु हुनेछ यहाँको दृश्य माथिबाट हेर्दा चाहिँ यस्तो छ है अहिले त पुरा खुल्ला भएछ बिहान त पुरा मान्छे थियो हो ड्याममै यहाँनिर अहिले चाहिँ खुल्ला राम्रो भएको रहेछ र उहाँले पनि अब एक बताइदिँदाखेरि हामीलाई सजिलो भयो राम्रो हुने भयो र अब तपाईँले हेर्नुहोस् यसको पनि अब तपाईँले यहाँ आउनु नसके तापनि यसको झिन्लाप लिनुहोस् यहाँदेखि आएर यो दृश्य हेरेर तपाईँलाई भक्ति जाग्नुहोस् फ्युचरमा अब तपाईँहरू पनि यो देखेर उहाँले बताइदिएको अनुसारले यहाँ सबै देखाउनु चिन्नु सक्नुहुन्छ है यहाँ आएर अब यहाँ दृश्य सानो तपाईँलाई ओह्रालोको देखाउन चाहँदैछु यो ओह्रालोपट्टि चाहिँ यसै छ यहाँ लामाहरू बसेको छ अब यहाँले एक गर्दै बताइदिनु हुँदैछ यो अब तल हामी जाँदैछौँ यहाँको दृश्य हेर्नुहोस् यहाँनिर कहाँ कहाँ अब कुन कुन ठाउँबाट है चाम्पोहरू आउनु भएको छ अब कतिजना हामीलाई पनि थाहा छैन माक्पा हुनुहुँदो रहेछ यहाँनिर जप तप गर्नुहुँदैछ है यहाँ आइपुग्नु भयो र अब यहाँदेखि यसरी अब अर्को ठाउँमा अब फेरि दृश्य लस उता जानु दिनु है ल लस यो अहिले लाम्ला अब यहाँ हामीले देखाउन सकेन त्यो भित्र क्यामेरा एलाउ नभएको कारणले गुरु रिम्पोछेको यो कमलको आसनहरू छ नि कमलको फुल मेतोकपेमा सुक्टी कमलको आसन यहाँबाट यस्तो यो तलसम्म जानु यहाँबाट देख्छ कि यो यसो गरेर गुरु रिम्पोछे फेस लेफ्ट ह्यान्ड राइट लेग यसो गरेर गुरु रिम्पोछे कुराउँछौँ हो यो यहाँको डल्लै कुराङजुङ रहेछ यहाँनिर कुराङजुङ गुरु मिचेको कुराङजुङ चाहिँ यहाँ छ माथिपट्टिको यताको चाहिँ उहाँ देखाउनु भएको शिर यता हात यहाँ पर तलको खुट्टा यता राखेको छ यहाँदेखि चाहिँ अब तपाईँलाई त्यति क्लियर नभए तापनि यहाँ छेउबाट चाहिँ राम्रो देखिन्छ हेर्नुहोस् है गुरु मिसी राङजिन ओ शिर देखाउनु हुँदैछ यहाँ जिउ यहाँ यसो गरेर उयोले खुट्टा त्यो फुर्पाहरू यो भित्र चारवटा द्वारहरू है गोप्य द्वार भन्छ सङ्गलम सवालम हो यो एक नम्बर द्वारमा चाहिँ हामीले यहाँबाट छिरेर यहाँ निस्किन सक्यो भने छाटाङ न्यालवेलाम चाहिँ नि भने छवे न्यालवाकी त ठाउँ न्यालवाकी 8वटा तातो नर्क र 8वटा चिसो नर्कमा हामी जन्मिनु पर्दैन भन्ने भएको छ नि ल
त्यहाँ चाहिँ छ। यो जुन चाहिँ छिर्ने द्वारबाट चाहिँ छिर्नु पर्ने रहेछ, त्यसले गर्दा 8वटा हाम्रो नर्कबाट चाहिँ अर्को अब हामी मरिसकेपछि मरिसकेपछि 16वटा नर्कमा चाहिँ जानु पर्दैन। अहिले मान्छे छिर्दै गरेको छ। चिसो र तातोको नर्कमा हामी जानु पर्दैन, परेन लैला। अब यो ढुङ्गाको विधि चाहिँ झम्बल्लाको घाउ छ, याङ्की घाउ। यहाँनिर चाहिँ जम्बलाको गौ यसको पछाडि छ, यहाँ ढुङ्गाको पछाडि रहेछ। त्यहाँ चाहिँ हामीले गिनोर लौछो जब हामीले धन सम्बन्धी सम्पूर्ण माग्ने ठाउँ झम्बला पनि आउनु भएर चाहिँ उहाँले छोड्नु भएको घाउ लै हो। यसको पछाडि चाहिँ ठिकै फेरि लुगी घाउ छ, नागको कलास है लै हो। नागराज तक्षक पातल लोकबाट आउनु भएर चाहिँ लुगीहरू आउनु हुँदाखेरि चाहिँ उहाँले पनि पछि अब सन्तान नहुनेहरूलाई चाहिँ कलियुगमा सन्तान नहुनेहरूलाई चाहिँ सन्तान प्राप्त हुनको लागि चाहिँ मलम गर्ने ठाउँ राखिदिनु भएछ। यहाँ चाहिँ नाकको घाउ लुगु घाउ त्यहाँ चाहिँ अब हामीलाई हो पुदाउँ फोमो निर्दो चल भन्नु। अब छोरा चाहेमा छोरा, छोरी चाहेमा छोरी, चाँडो भन्नु चाँडो प्राप्त हुने ठाउँ चाहिँ यो पछाडि छ। ठाउँ यहाँभित्र छेउमा रहेछ है ल। अब यहाँ चाहिँ महादेव हुन्छ लै। यता चाहिँ महादेव, यहाँ चाहिँ शिवलिङ्ग अर्जिनल। शिवलिङ्ग यो चाहिँ अर्जिनल हो शिवलिङ्ग। यो भित्र चाहिँ छ, अहिले चाहिँ यो चाँदीले छोपेर छ, चाँदीले छोपेको स्वयं उत्पन्न शिवलिङ्ग छ। यहाँ चाहिँ गुरुमिचेको ढाडको छाप, यो चाहिँ गुरुमिचेको ढाडको छाप रहेछ त्यहाँनिर। यो पछाडि ठुलो छ लै, ठुलो चाहिँ यहाँ बस्नु छ भएर चाहिँ अनि देवको देव महादेवलाई बोलाउनु भएर चाहिँ उहाँले प्रतिज्ञा गर्नुभयो कि तपाईँले चाहिँ आजदेखि यो तीर्थ स्थानको रक्षा गर्नुपर्छ र धर्मको रक्षा गर्नुपर्छ भनेर चाहिँ उहाँले प्रतिज्ञा गरेको ठाउँ यो भएको। अनि यहाँ चाहिँ अब महादेव पनि विराजमान हुनुहुन्छ। उहाँ चाहिँ एउटा सांसारिक शक्तिशाली देवता भएको कारणले गर्दा उहाँ आज हाम्रो धर्म रक्षक साथै तीर्थ रक्षक हुनुहुन्छ। अब यो भयो 2 नम्बर द्वार। यताको चाहिँ यहाँबाट छिर्यो भने चाहिँ हामी भोलि भर्दोमा जानु नपर्ने। यहाँ द्वार छ, यो चाहिँ 2 नम्बर द्वार। यहाँ चाहिँ भर्दोमा जानु परेन। अब यहाँ 3 नम्बर द्वार छ। यता चाहिँ 3 नम्बर द्वार आयो नि ल। हो त्यहाँ 3 नम्बर छ। त्यहाँ चाहिँ हामी आमाको गर्भमा 9 महिना बसेको 3 नम्बर अशुद्ध भएको हुन्छ। यो चाहिँ र हामी जन्म हुँदाखेरि आमालाई यताको द्वार दुःख कष्ट भोगेको पाप लागेको हुन्छ। यसबाट चाहिँ अब हाम्रो अशुद्ध र पापलाई पनि अब सिलभङ्गाहरू भएको पुण्य सञ्चय गर्ने मार्ग भन्नु भएको छ। यो द्वारबाट यो 3 नम्बर द्वार भएको पनि हाम्रो। यता चाहिँ तपाईँको 4 नम्बर द्वार। यो चाहिँ हामीले सिलभङ्ग भएकोहरू अनि हामीले गुरु मानेर वाङ्लु तपाईँ गुरुसँग विपरीत कर्म हुँदाखेरि हामी नराम्रो कर्म भएको कारणले गर्दा यो सबै शुद्ध गर्ने ठाउँ चाहिँ यो हो, प्रायश्चित गर्ने ठाउँ। र यो चारैवटा दिशा चारैवटा द्वारमा हामीले छिर्यौँ भने कम्प्लिट गऱ्यो भने चाहिँ हामी 8वटा नर्कमा जानु पर्दैन भन्नुभएको छ। साङ्लाम सिपो थर्पन्न न्यालखम चोग्गे थर्वाई भन्नुभएको छ। हो लसो अब त्यति बेला चाहिँ फोर डाइरेक्सन धर्म किङ भन्छ है, ग्याल्छिन देशी भन्छ हामी। ग्याल्छिन देशी मतलब पूर्व पश्चिम उत्तर दक्षिणको राजाहरू, महाशक्तिशाली महाचतुर्भुज राजाहरू ग्याल्छिन देशी गुम्बामा पनि राखेको हुन्छ नि, महाचतुर्भुज राजाहरू ग्याल्बो युल्कोर्सुङ फाकेपो मिगमिसाङ नम्तोसे भनेर आउँछ। 4टा राजाहरू उहाँहरू पनि यहाँनिर प्रकट हुनुभएको थियो। धर्म उहाँहरू त प्रोटेक्टरै हो। चारौँ दिशाको चाहिँ महाशक्तिशाली महाचतुर्भुज राजाहरू उहाँहरू चाहिँ यहाँ छ। 1 नम्बर एउटा, 1 नम्बर यहाँ हजुर, 2 नम्बर यहाँ, 2 नम्बर यहाँ, 3 नम्बर यहाँ, 3 नम्बर त्यहाँनिर लै, 4 नम्बर यहाँ हो, 4 नम्बर यहाँ हो। उहाँ महाचतुर्भुज राजाहरू पनि प्रकट हुनुभएको थियो। अब यो चाहिँ हामी यहाँ भन्छ हामी ताफक याभ्युम भन्छ। ताफक याभ्युम मतलब वज्र क्रोध हायग्रीवा र वज्र वाराई बाउ, वज्र क्रोध वाराई र आमा वज्र क्रोध हायग्रीवा बाउ आमा वज्र वाराई। उहाँहरू चाहिँ किन प्रकट हुनुभयो? याभ्युम चाहिँ ताफक याभ्युम किन प्रकट हुनुभयो भन्दाखेरि चाहिँ गुरु मिचेलाई थाहा पाउनुभयो कि आयुको पूजाको बेलामा चाहिँ यहाँ चाहिँ ठुलो विघ्न बाधा आउने रहेछ भनेर
र त्यो विघ्न बाधा हटाउनलाई चाहिँ गुरु रिम्पोछे स्वयंले वज्रको हायग्रीवको चाहिँ साधना गर्नु हुँदाखेरि वज्रवाराहीको पनि साधना गर्नु हुँदाखेरि चाहिँ अनि उहाँहरू चाहिँ हुङ 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 डरलाग्दो साउन्डमा चाहिँ भित्र प्रवेश गर्नु भएर त्यहाँ विराजमान हुनु भएर अनि यहाँको सम्पूर्ण विघ्न बाधाहरूलाई चाहिँ हटाइदिनु भएको भन्ने भनाइ छ। यहाँ चाहिँ याभ्युम ताफ याभ्युम हो ल छ। अब त्यति बेला चाहिँ स्वयं गुरु रिम्पोछे खान्डो मेन्दर अघि आयुको देवता गोबच्छे पामे सम्पूर्ण देवदेवी देवदेवता ढाका ढाकिनी यहाँ हुनुहुँदाखेरि चाहिँ त्यति बेला स्वयं उत्पन्न हुनुभएको अष्टमङ्गलम टासी ताके गर्नुहोस् है त। एउटा दुईटा तीनटा चारटा पाँच छ सात आठवटा लैला हो यसरी चाहिँ अष्टमङ्गलम पनि स्वयं यो अहिले हामी कहाँ छौँ त लगभग चेरेसीले चाहिँ झिलाप गरेको पहाडभित्र छौँ हो गुफा लगभग चेरेसीले अधिष्ठान झिलाप गरेको पहाडभित्र चाहिँ अघि हामीले बाहिरबाट हामी कोरा गऱ्यौँ सिक्यवाङठाको किलखोर शान्ति समृद्धि क्रोधी वशीकरणको हामीले देखायौँ हामीले कोरा गऱ्यौँ। अब यो भित्र चाहिँ के छ त किलखोर मण्डला चाहिँ के हो त किलखोर के छ त भनेर चाहिँ बाहिरी मण्डलामा चाहिँ महादेव र उमादेवी पार्वती हो उहाँहरूको आनन्द स्थान भन्छ बाहिरी मण्डलामा चाहिँ। भित्री मण्डलामा चाहिँ चक्र सम्भाराको विशाल दरबार भन्छ धोम्बे भोटाङ किलखोर भन्छ हो। अब गुह्यामा गयो भने चाहिँ सिक्रेटमा गयो भने चाहिँ अमितायुषको मण्डला छिमेची एसियालमेखाङ तिनवटा भयो। अब अझै अति गुह्यामा गयो भने चाहिँ अकनिष्ठ धर्म धातु महासुखको मण्डला भन्छ भुवन अर्थात् होमिङछुई कि देछिन सिंह त्यो त्यस्तो खालको चाहिँ अब यहाँनिर चाहिँ अब किलखोरहरू चाहिँ यो भित्र त्यसरी विराजमान हुनुहुन्छ। यो गरुडाको शिर यो शरीर यसो गरेर यो पखेटा हो उहाँ चाहिँ हाम्रो एउटा रक्षकै हो झ्याक्यु गरुडा गरुडा पनि अब उहाँ चाहिँ अब स्वयं वज्रपानीको साना दोर्जेको हो के अरे अवतार। यो चाहिँ लु ग्याल्पो त्यति बेला चाहिँ अब यसको कथा आउँछ उहाँ चाहिँ अब लु ग्याल्पो नागा राजा तक्षक पनि पातल लोकबाट विराजमान प्रकट हुनुभएको थियो र उहाँ चाहिँ नागा राजा तक्षक माथि जुन चाहिँ यो लुबुङ हाम्रो यसको छेबुङको छेउमा आइपुग्दैछ यो चाहिँ अब आयुको कलश छेबुम्बा रङजुङ यो चाहिँ छेबुम्बा रङजुङ यहाँ चाहिँ पुस्तकमा कसरी उल्लेख गर्नुभएको छ भन्दाखेरि चाहिँ देला मलम तप्छेन मिडुप्पिने थेचोमे भन्नुभएछ। यहाँ चाहिँ तपाईँहरूले एकदम चित्तबाट चाहिँ श्रद्धा र भक्तिले चाहिँ जे मलम गर्नुभयो भने पनि पुग्दैन भनेर चाहिँ शङ्का नगर्नु भन्नुभएको छ। यो चाहिँ पवित्र कायाको छाप आयुको देवता गोमुछेपामेको कायाको छ शरीरको छाप हो यो चाहिँ अब आयुको देवताको चाहिँ क्राउन मकुट भनौँ न हो रिङालाई हो यो अब यसलाई चाहिँ हामी आयुको दादर भनौँ न है हो ल यताको चाहिँ यो चाहिँ आयुको दादर रहेछ है हो त्यो भित्र आउनुहोस् न।
यहाँ चाहिँ अब हरियो तारा त हुन्छ यहाँबाट यहाँबाट क्लियर हुन्छ यहाँ तारा देख्नु यो चाहिँ यहाँ गर्नुपर्छ अन्त देख्छ देख्नुभयो हो टस त्यहाँ बाले टसमा होइन यहाँ चाहिँ हो टस यहाँ बाले चाहिँ तपाईँ क्यामेरामा राम्रो आउँछ हो अहिले देख्नुभयो तारा देवी प्रकट भएर चाहिँ गुरु रिम्पोछेलाई चाहिँ धर्म देशना प्रदान गर्नुभएको ठाउँ भने चाहिँ मेङा धर्म देशना दिनुभएको सानो तारा रहेछ स्वयं देवी प्रकट भएर चाहिँ धर्म देशना दिनुभएको ठाउँ हो मेङा चढाएको ठाउँ चाहिँ गुरुलाई त्यो भएको कारणले चाहिँ उहाँ हुनुहुन्छ है त त्यो टसमा हेर्नु हुँदैन नि टसको ठिक माथि हेर्नु डोलमा देख्दैछ राम्रोसँग हेर्नुभयो डोलमा छ हो यहाँदेखि हामीले त पुरै क्लियर देख्दैछ यहाँ चाहिँ हामी यसो गर्दा क्लियर हुन्छ यो टसमा चाहिँ त्यहाँ क्लियर हुँदैन यो टस चाहिँ यता झाऱ्यो भने चाहिँ ठ्याक्कै माथिपट्टि हेऱ्यो क्लियर क्लियर देख्दो रहेछ ल लु सिद्ध भन्छ नि ओ नाक नागिनी सिमी भूमि भन्छ नि त्यो नागहरू चाहिँ यहाँ यसरी नाकहरू यहाँ नाकहरू लालु सिद्धहरूलाई चाहिँ उहाँ चाहिँ अब बाहिरी रक्षकहरू भयो नि अब यो तीर्थको ढोका हो नि त यो त दरवाजा हो नि त होइन तीर्थको दरवाजा हो नि त यो चाहिँ कस्तो रूपमा छ भन्दाखेरि चाहिँ धागाम भन्छ धागाम भनेर चाहिँ त्यो औँसी पछि 4-5 दिनमा लाग्ने जुन हुँदैन सानो रेखा जस्तो औँसी पछि लाग्छ नि त औँसीको ठिक 5 दिन 6 दिनमा लाग्ने जुन याद गर्नुभएको छ हो त्यो जुन जस्तो यो धावा त्यो जस्तो यो दरवाजा हो नि त त्यो खालको यसको फेस चाहिँ पूर्व फर्किएको छ भन्नुभएको छ पूर्वमा फर्केर अन्त दिन्दु गेसर दोङ्बो अगाडिपट्टि चाहिँ गेसर दोङ्बो यो ठुलो छ नि त पेमा गेसर दोङ्बो हो त्यहाँ त्यो हो यो पवित्र ठाउँ हो योभन्दा पवित्र ठाउँ छैन सिक्किममा पनि नेचेन्टा सिद्धिङहरू त ठुलो तीर्थहरू हो नि अब पारु ताक्साङहरू भयो अघि टिबेटमा समेलाफहरू थुप्रो छ नि अब यहाँ याङ्लिसी फर्बिङमा अब महामुद्रको ज्ञान सिद्धि प्राप्त गरेको गुफाहरू तीमध्येमा सबैभन्दा एकदमै चाचेम्बो एकदमै ठुलो गुफा मध्येमा चाहिँ यो पर्छ भन्छन् किनभने स्वयं चेरेसीले अधिष्ठान गरेको पहाडभित्र स्वयं आयुको देवता प्रकट भएर गुरु रिम्पोछे र खाण्डो मेन्दा रावललाई अभिषेक प्रदान गर्नुभयो के को अभिषेक प्रदान गर्नुभयो त भन्दाखेरि चाहिँ के छिमेपा भन्छ हो कहिले पनि जन्मिनु नपर्ने कहिले पनि मरणमुक्त भएको ठाउँ हो नि त यो हो त्यसलाई चाहिँ संस्कृतमा मार्तिका भन्छ हो त्यसरी चाहिँ अनि मार्तिका नाम रहेको हो त्यस्तो खालको पवित्र स्थान हो यो बतास चल्छ तर एउटा ढुङ्गाको माथि उम्रेको रुखहरू कहिले पनि झर्दैन क्या यो भयो त्यो भयो ढुङ्गा माथि छ नि माटो छ त हाम्रोतिर अस्ति झर्थ्यो त्यो ढुङ्गाहरू सुल्किसकेको छ तर यो सदियौँदेखि बसेको ढुङ्गाहरू झर्दैन यो